साली भिना भेट हुन पाएको मेरो मन नि छ साह्रै रमाएको नि यति नि बुझ्दैन कस्तो लाग्ती नै रहेछ मेरो साली त बा अनि भिनासँग कुरा गर्नु पुग्यो अलि यता आउनु अब घर जाम न जानी तिमी यति बसेको कुरा नि बुझ्दैनौ ठिक छ के भिनाजु यसो झाडीतिर जाउँ न के भन्नुहुन्छ झाडीतिर किन जाने घरतिर जाम न यत्रो उमेर भइसक्यो सालीको यति कुरा नि नबुझ्ने कस्तो हो के कुरा बुझ्नु त सबै कुरा खुलेर भन्नु पर्ने यसो मनको कुरा त बुझ्दै हुन्थ्यो नि ए हिँड्नु न भिनाजु घर जाम होइन यस्तो 2 मिनट जाउँ न झाडीतिर 2 मिनट चाहिँ किन जाने हो जाउँ न जाउँ ए जानु तपाईँलाई मैले झन् भिनाजु भनेर यति कुरा नि नबुझ्ने भाइ तिमी जाउँ जान्न जाउँ न ए जान्न तपाईँ मात्र जानु म त दिदीलाई भनिदिन्छु गएर हावा कुरा कुरा नि नबुझ्ने आउनु पर होइन आउनु म त दिदीलाई भनिदिन्छु है भिनाजु बढी भइरहेको के हुँदैछ यहाँ के हो हामी साली भिना तिमी त सुषमाको बहिनी होइन हो अनि यहाँ के गरिरहेको अनि यो मान्छे को भिनाजु हो मेरो भिनाजु अरे अनि दिउँसै यस्तो सुनसान ठाउँमा हात तान्दैछ त के हो पारा तपाईँको अनि आफ्नो सालीलाई नतानी कसलाई तानी आफ्नो सालीले तपाईँलाई यस्तो बे भएको मान्छे आफ्नै बुढीको बहिनीलाई यसरी जिस्काउन लाज लाग्दैन कसरी जिस्काएको हुन्छ हाम्रो त्यता काम थियो जाउँ न आऊ भने तपाईँको दिउँसै झाडीमा काम हुन्छ के गर्नु खोज्छ तपाईँले के हो कुरा नढाटिकन भन त बहिनी मलाई डराउनु पर्दैन त्यसको गल्ती रहेछ भने गाला फुट्ने गरेर दिन्छु म अब आफ्नो साली हो मेरो बुढी घरमा छ सुषमा मेरो बुढी हो साली हुँदा घरमा बुढी हुँदा किन जिस्का किन जिस्का आफ्नो सालीलाई नि जिस्काउनु घरमा बुढी हुँदा जिस्काउँछस् अब जिस्काउँछ आफ्नो सालीलाई नि जिस्काउनु पाउँछ तँलाई लाज लाग्दैन अलिकति के को लाज हो फेरि तेरो बुढीले थाहा पायो भने के हुन्छ थाहा छ तँलाई तेरो यो कपाल 4 पाटा मोडेर पुरै 4 गाउँ घुमाउँछु के सोच्छ तैँले हामी उहाँ सहर गएर सपिङ गरेर आउँदै थियौँ एकछिन बस सपिङ गरेर तेरो बहिनी ठाउँ यहाँ झाडीमा हुन्छ बसेको त के भएको राम्रो भन त बहिनी नडराइकन भन यहाँ यता यता अगाडि यता अगाडि के भएको हो यसलाई यसले गल्ती गरेर त भने गलत गरेर त भने अहिले काल जमाना नि ठिक छैन नानी नडराइकन भन तिमी झाडीमा जाम भन्नुहुन्छ के भने अरे झाडी कहाँ तेरो घरमा बुढी छैन उसकै दिदी बुढी छैन घर उसकै दिदी त हो मेरो बुढी दिदी घरमा हुँदा त बहिनीलाई आँखा को लाउनु हो तपाईँ चाहिँ म जोसुकै होस् न म यस्तो अन्याय अत्याचार भएको देख्न सक्दिनँ मैले त्यहाँबाट तेरो चर्तीको अघिदेखि हेरिरहेको थिएँ मेरो म पनि यही गाउँ ठाउँको मामलामा मान्छे मेरो परिवारको मामलामा बोल्नु तपाईँको के को परिवारको मामलामा गलत भएको ठाउँमा जहाँ पनि बोल्न पाइन्छ म एकछिन नआएको भए तपाईँले यहाँ धन्नै बर्बाद पारिसक्नु भएको छ आफ्नो घरमा बुढी हुँदा हुँदै बहिनीको सालीलाई बुढी त छ नि बहिनीलाई सालीसँग हिँडडुल गरेको सपिङ गरेर आयो बस्यो कुरा गर्यो एकछिन त्यहाँ काम छ जाउँ न भन्ने के गर्नु लाग्यो के तेरो घरमा फोन गरेर तेरो बुढीलाई यहाँ बोलाऊ मेरो बुढीलाई किन बोलाउनु पर्यो अनि तैँले के गरे मैले के गरेछ अझ के गरेँ भनेर लाज लाग्दैन तँलाई अझ के गरेँ भनेर लाज लाग्दैन बसिरहेको हो के गरेछ मलाई पख एकछिन पख पुलिसलाई फोन गर्छु